भएकाले भनेर पनि भन्न सकिन्छ। अनि मानगाम हादा भनेको चाहिँ रिएक्ट गर्नु, संवेदनशील हुनु हैन, अथवा सक्रिय हुनु भन्न चाहिँ सकिन्छ। अनि फ्यान्सेक थैदा भनेको चाहिँ त्यो रङ डिस्कलर हुने हैन, अथवा त्यसलाई चाहिँ रङ परिवर्तन हुने भन्ने कुरा हो। अनि गना भनेको छ VST सँग गना भनेको चाहिँ वा अथवा अनि ओयम थएगी सुयायो। ओयम थैदा भनेको चाहिँ के हो? ओयम थैदा भनेको चाहिँ त्यसलाई चाहिँ ढुसी लाग्नु, फोहोर हुनु भन्ने जस्तो के हैन। ओयम थएगी अनि के हुन्छ? सुइवयो, सजिलो हुन्छ भनेर भन्छ। भनेको चाहिँ के हो? धागोमा तापक्रम र सुक्तो चाहिँ के हुन्छ? संवेदनशील भएर तापक्रम पनि धेरै हुनुहुन्न, थोरै हुनुहुन्न, अथवा त्यसमा चाहिँ के हुन्छ? आर्द्रता धेरै हुने, थोरै हुने, के कुराहरू हुन्छ हैन। त्यो सामानहरूलाई चाहिँ कतिको तापक्रम चाहिने हो, आर्द्रता कति चाहिने हो, त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्छ। त्यसलाई चाहिँ ब्यालेन्स भएन भने चाहिँ के हुन्छ? त्यसको डिस्कलर हुने अथवा प्रदूषित हुने, सामान बिग्रिने पनि हुन्छ भनेर भन्छ। अनि अर्कोले के भन्छ? ने छसिमेस ख्वाल्ली हागे सुम्निदा भन्छ। ने हजुर छसी मादा भनेको चाहिँ होसियारी भएर हैन, होसियार हुनु, ध्यानपूर्वक अथवा ध्यान दिनु भनेको छसी मादा। होसियारी भएर ख्वाल्ली हागे सुम्निदा भन्छ, व्यवस्थापन गर्नेछु भनेर भन्छ। अब मुनभव ग्रामरमा गना भनेको छ, यो VST सँग गना भनेको चाहिँ वा अथवा फेरि लेख्नु त, VST सँग गना भनेको चाहिँ वा अथवा। अनि नाउनसँग चाहिँ ना इना भन्ने हुन्छ, वा अथवा। अनि यसमा अया आया हेया भन्ने ग्रामर हो। यो चाहिँ हाम्रो कुनै पनि VST सँग अया आया हा अनि हेया भनेर चाहिँ कुनै पनि सेन्टेन्सको बिचमा हैन, लास्टमा थैदा अथवा हादा आउँदैन, हादा अथवा थैदा भनेर आउँदैन र यति बिचमा आउँछ भने चाहिँ यो भने मात्र भन्ने अर्थ हुन्छ। यस्तो गरेमा मात्र यस्तो हुन्छ भनेर चाहिँ एउटा विकल्पको रूपमा चाहिँ जुन हामी प्रयोग गरिन्छ। त्यसैगरी अखुइमा वंशा फोगन मित ख्वाल्ल्यान अखुइ भनेर भन्यो। वंशा भनेको चाहिँ धागोको भण्डारण गर्ने र ख्वाल्ली भनेको चाहिँ व्यवस्थापन, ख्वाल्ल्यान अखुइ। यहाँनिर मान्छेहरू झुक्किन्छन् यसमा भनेर सँगै राखिदिएको छ, मिठो तरिकाले राखिदिएको छ। एउटै सुनिने कुराहरू चाहिँ हेर्नु होला हैन। जस्तो थाक्ता भनेको के हो, थादा भनेको के हो हैन, यस्ता कुराहरू। खिबन भनेको के हो, खिबुन भन्ने के हो, त्यसरी चाहिँ एउटै सुनिने कुराहरू चाहिँ हेर्नु होला। इल्बन भन्ने के हो, इल्बान भन्ने के हो, त्यस्ता कुराहरू के। अनि त्यसै गरी यमसेक खागोङ ख्वाल्ल्यान अखुइ भन्छ। यमसेक खागोङ भनेको चाहिँ रङ्गाउने अथवा प्रशोधन गर्ने, रङ्गाउने र त्यसलाई चाहिँ प्रशोधन गर्ने। अनि ख्वाल्ल्यान अखुइ सम्बन्धी शब्दावलीहरू भन्छ। अनि मुनखुवा वा छङ्बो संस्कृति र जानकारीमा हाङ्गुके सम्यु वा फेसन साना भन्छ हैन। हाङ्गुके कोरियाको सम्यु भनेको चाहिँ के हो? कपडा र फेसन भनेको FASHIN फेसन भन्नेबाट आयो। सानप भनेको इन्डस्ट्री अथवा उद्योग। अब त्यसै गरी आक्सुप मक्फ्योमा सिकाइको उद्देश्यमा चाहिँ हामी के पढ्छौँ भन्दा, वंशा भनेको चाहिँ के हो? वंशा भनेको चाहिँ धागो। वंशा फोगवान मित ख्वाल्लिसी, धागोलाई चाहिँ फोगवान भनेको भण्डारण अथवा ख्वाल्ली भनेको व्यवस्थापनको। अनि सी भनेर यसरी आयो भने चाहिँ समयमा छुई हेया, त्यो अया आया हेया भन्ने ग्रामर आयो, होसियार हुनुपर्ने। अनि हेया हाल भनेर आयो हैन, होसियार हुनुपर्ने। छम भनेको चाहिँ POINT पोइन्ट भन्यो, जसलाई हामी बुदा पनि भन्न सकिन्छ, अथवा कुराहरू अथवा ध्यान दिनुपर्ने बुदाहरूको थेहे बारेमा चाहिँ मुदको सोध्ने अनि जवाब गर्न थेदा भाल्छु इत्ता भनेर भन्छ। अनि यमसेक खागोन खोङजङ भनेर भन्यो। यमसेक भनेको चाहिँ के हो? रङ्गाउने। अनि खागोङ प्रशोधन। खोङजङ भनेको चाहिँ प्रक्रिया है। यो खोङजङ भन्दै गर्दा हाम्रो यो ख्वाजङ भनेको पनि के हो? प्रक्रिया भनेको। खोङजङ र ख्वाजङ भनेको चाहिँ प्रक्रिया भन्ने। अनि यसै गरी खोजङ भन्ने छ फेरि एउटा। खोजङ भनेको चाहिँ के हो? सेट गर्नु, त्यसलाई चाहिँ मिलाउनु, फिक्स्ड गर्नु भन्ने अर्थ हुन्छ। अनि यो चाहिँ प्रक्रिया अखुइ। अनि इख्या भनेको चाहिँ बुझेर, त्यसलाई चाहिँ के हुन्छ? बुझेर अथवा जानेर चाहिँ ख्वारेङ हाल्सुइता प्रयोग गर्न सकिन्छ भनेर भन्छ।
अब यसै गरी हामी अहुई इलमा छौँ। यसमा चाहिँ वन्सा फोगनमित ख्वाल्ली ख्वाल्ले नही भन्छ। वन्सा भनेको चाहिँ धागो होइन, फोगन भनेको भण्डारण र चाहिँ व्यवस्थापन सम्बन्धी शब्दावली। यसमा वन्सा भनेको चाहिँ धागो यान भन्छ। अनि सुप्तो भनेको चाहिँ आर्द्रता। आर्द्रता भनेको चाहिँ हावामा पानीको मात्रा हुनु भन्ने कुरा हो होइन। आर्द्रता चिस्यान हुनु, ओसिलो हुनु। अनि सुफादा, सुफादा भनेको ह्युमिडिटी बढी हुनु, बढ्दै गइरहेको छ होइन, बढ्दै गएको छ। अब यहाँबाट चाहिँ घट्दै घट्दै यहाँसम्म गएको छ यस्तो चित्र दियो। यो आर्द्रता भनेको यो हावामा पानीको मात्रा हुनु होइन। जस्तो हाम्रो पानी भनेको चाहिँ ओसिलो टाइपमा पानी हुनु भन्ने हो। यो खन्जो आधा भनेको चाहिँ सुक्खा हुनु, अथवा माल्लिदा भनेको सुकाउनु, खन्जो आधा भनेको सुक्खा बनाउनु, सुक्खा हुनु भन्ने अर्थ हुन्छ। अब त्यसै गरी अर्को खन्जो छोजल हादा भनेको चाहिँ के गर्नु, मिलाउनु, एडजस्ट गर्नु। अनि छोक्चङ हादा भनेको छ। छोक्चङ हादा भनेको चाहिँ के हो, नाप्नु भइहाल्यो। त्यसै गरी छेदा भनेको पनि नाप्नु, मापन गर्नु भन्ने अर्थ हुन्छ छोक्चङ हादा। अनि युजी आधा भनेको चाहिँ कायम गर्नु, त्यसलाई चाहिँ त्यही गतिमै राखिरहनु भन्ने जस्तो कायम गर्नु है। अनि इल्चङ हादा भनेको चाहिँ त्यसलाई निर्धारण गर्नु, टु बी कन्सिस्टेन्ट भनेको चाहिँ निश्चित हुनु भन्ने अर्थ हुन्छ। त्यसै गरी अर्को हाम्रो छिक्सा अनि के भन्छ, छिक्सा ग्वाङसङ्गुल फिहादा। छिक्सा ग्वाङ सन भनेको चाहिँ अब यो हाम्रो डाइरेक्ट सनरेबाट चाहिँ के गर्नु, यसलाई चाहिँ जोगिनु भन्ने जस्तो। टु अभोइड डाइरेक्ट सनरे भनेको चाहिँ प्रत्यक्ष घामबाट जोगाउनु। अनि थङफुम छाल थोइदा भनेको चाहिँ के हो, थङफुम छाल थोइदा भनेको चाहिँ राम्रोसँग भेन्टिलेट हुनु, हावा चाहिँ आसपास हुनु, राम्ररी हावा आसपास हुनु, हावा चल्नु भन्ने हो। अनि फ्यान्सेक हादा भनेको चाहिँ डिस्कलर हुनु, कलर चाहिँ चेन्ज हुनु। डिस्कलर भनेको कलर उड्नु अथवा अर्कै रङमा चाहिँ परिवर्तन हुनु भन्ने हो। अनि ओएम थोइदा भनेको चाहिँ के हो, प्रदूषित हुनु, टु बी अनि कन्टामिनेटेड भन्छ। टु बी कन्टामिनेटेड भनेको चाहिँ ढुसी लाग्नु टाइपको, बिग्रनु होइन, जोस बिग्रनु भन्ने हो। अब यसै गरी हामी यो मिनिङहरूमा छौँ। यसमा चाहिँ याखेजिदा भनेको चाहिँ के हो, याकेजिदा भनेको चाहिँ कमजोर भइदिनु। याक भनेको चाहिँ कमजोर पनि हुन्छ, औषधि पनि हुन्छ, करिब करिब लगभग भन्ने पनि अर्थ दिन्छ। अनि छाङमा जल भनेको चाहिँ छाङमा छल भनेर भन्ने। छाङमा छल भनेको चाहिँ रेनी सिजन, बर्सातको समय, बर्सात भनेर भन्ने है। अनि मिनगाम हादा भनेको चाहिँ के हो, मिनगाम हादा भनेको चाहिँ टु बी सेन्सिटिभ, सक्रिय हुनु अथवा संवेदनशील हुनु, रियाक्ट गर्नु है। जस्तो हाम्रो रियाक्ट भनेको चाहिँ के हुन्छ, कुनै पनि एसिडहरूमा कुनै चिजहरू मिसाइयो भने चाहिँ रियाक्ट गर्छ, पुत्याउँछ, आगो लाग्छ होइन। अथवा अरू के पनि भन्न सकिन्छ, घाम पानीमा पऱ्यो भने त्यो अर्कै कुरा बन्न सक्छ। यस्तो कुराहरू भनेको चाहिँ के भन्ने, त्यसलाई चाहिँ के भन्ने, मिनगाम हादा भनेर भनिन्छ। अब त्यसै गरी हामीलाई छुगिजक भनेको चाहिँ पिरियोडिक भनेको चाहिँ नियमित भनेको। छुगिजक भनेको चाहिँ रेगुलरली अथवा नियमित भनेर भन्न सक्यो। अनि ख्वाल्ली थेजाङ भनेको चाहिँ के भन्ने, व्यवस्थापन रेकर्ड, कन्ट्रोल लग भनेको चाहिँ व्यवस्थापन रेकर्ड बुक भनेर भन्न सकिन्छ। अनि अनसुप्तोगे भनेको चाहिँ अन भनेको अन्धोबाट आयो, अनि सुप्तो भनेको चाहिँ आर्द्रता भइहाल्यो। अथवा यसलाई चाहिँ के पनि भन्न सकिन्छ भन्दा तातो अथवा आर्द्रतालाई चाहिँ नाप्ने यन्त्र, मापन यन्त्र, त्यसरी पनि भन्न सकिन्छ। अनि छक्चङ भनेको चाहिँ के हो, उपयुक्त अथवा सही पनि भन्न सकियो। अनि त्यसै गरी फल्ले भनेको चाहिँ किरा है। फल्ले भनेको किरा, यसैमा फाखुई फल्ले भन्दै आयो भने साङ्ले किरा भन्ने हुन्छ। यसलाई चाहिँ भइहाल्यो। अब यसमा खरिमल फुगो मुन्जाङ्गल वानसँग हाँस्यो वाक्यलाई चाहिँ पुरा गर्नुहोस् भन्ने कुरा छ। यसलाई चाहिँ अब माथिको चित्र हेर्दै कुन कुरा हो भनेर चाहिँ यसलाई गर्न सकिन्छ। 1 नम्बरमा हाम्रो के को चित्र हो, थङफुमी छाल थोइनुन, के भन्ने, थङफुमी छाल थोइदा भन्ने चित्र छ यहाँ हो ल। थङफुमी छाल थोइदा भन्ने चित्र छ। अब यसलाई चाहिँ के भन्ने, वन्सा नुन। वन्सा भनेको चाहिँ हाम्रो धागो चाहिँ के भनेर भन्ने, धागो चाहिँ थङफुमी छाल थोइनुन
अब छाल थोए भनेपछि नुन भयो, खोसे फोगवान हेयाम निदा अथवा थयो भनेको चाहिँ के हो धागो चाहिँ के गर्ने हावा राम्ररी पास हुने ठाउँमा चाहिँ के गर्नुपर्दछ फोगवान या भण्डारण गर्नुपर्दछ भनेर भन्छ, नत्र के हुन्छ ढुसी लाग्छ बिग्रन्छ भन्न सकिन्छ। अब यसै गरी 2 नम्बरको वन्सानुन भनेको चाहिँ के हो वन्सा भनेको धागो चाहिँ डट आस अस फोगवान हाँसे हो भनेको चाहिँ भण्डारण गर्नुहोस् भन्छ। धागो चाहिँ के गर्ने रहेछ अब यही चित्र हो, यसमा चाहिँ हामी छिक्सा ग्वान सङ्गुल फी हादा भनेको चाहिँ अब यसलाई चाहिँ फी हेस भनेर बनाउन सकिन्छ हैन। छिक्सा ख्वान सङ्गोल फी हेस असास भनेको छ, फी हेस भनेको चाहिँ डाइरेक्ट सन्ट्रेबाट जोगाएर अनि के गर्नुहोस् फोगवान हाँसे हो भण्डारण गर्नुहोस्। अब यसै गरी 3 नम्बरमा यो के को चित्र हो ढुसी लागेको चित्र हो, यसलाई चाहिँ फ्यान्सेक थोइदा भनेर भन्ने। फ्यान्सेक थोइदा भनेको चाहिँ डिस्कलर हुनु हैन, ढुसी लागेको भन्दा पनि यो डिस्कलर भन्ने हो। अब यसलाई चाहिँ के भन्ने ओन्दोका नोफुमेन ओन्दो भनेको तापक्रम नोफुमेन उच्च भयो भने वन्साका धागो चाहिँ के हुन सक्छ डट ल अथवा उल्सुइसय नहुन सक्छ भनेर भन्छ। अब यो डिस्कलर हुन सक्छ भनेको चाहिँ के भन्ने फ्यान्सेक दोइल सुइस सुन्नेदा फ्यान्सेक थोइदा भनेको चाहिँ अनि धागो कलर चेन्ज गर्नु डिस्कलर हुनु भन्ने अर्थ हुन्छ। यसै गरी 4 नम्बरको चाहिँ हाम्रो यो के गरेको हो यो चाहिँ के गरेको चित्र हो छोक्चङ आधा अथवा छेदा हो मापन गर्नु नाप्नु। अनि वन्सा फोगवान छाङसोए वन्सा भनेको चाहिँ धागोको भण्डारण गरेको ठाउँको हो। ओन्दो वा सुप्तो रोल ओन्दो भनेको चाहिँ तापक्रम र सुप्तो आर्द्रतालाई छाजु प्राय के गर्नुपर्दछ प्राय छोक्चङ हेया आम्निदा प्राय चाहिँ मापन गर्नुपर्दछ है तापक्रम। अनि त्यसलाई चाहिँ आर्द्रता मापन गरिएन भने के हुन्छ यदि तापक्रम धेरै भयो कम भयो अनि सुप्तो कम भयो धेरै भयो भने चाहिँ सामानहरू बिग्रन सक्छ, त्यसलाई चाहिँ ओमेन थोइदा हुन सक्छ अथवा फ्यान्सेक थोइदा हैन डिस्कलर हुने अथवा त्यसमा चाहिँ त्यो प्रदूषित हुने ढुसी लाग्ने हुन सक्छ भन्ने कुरा छ। अब यसै गरी हामी मुनबबमा छौँ। मुनबबमा यसमा चाहिँ हाम्रो सबैजना साथीहरू कपीमा लेख्दै पनि गर्नु होला, म यसलाई नेपालीमा भनिदिन्छु। गना नुन गना चाहिँ थोङसा हेङोङसाए फुछ। अब यसलाई ल्याउन त गना चाहिँ क्रिया अथवा विशेषणमा फुथ भनेको चाहिँ जोडिएर टाँसिएर त्यसमा समायोजन भएर संलग्न भएर अनि नायल थोइन भनेको चाहिँ जोडिएका नायल थोइदा भनेको चाहिँ जोडिनु हैन जोडिएका थुकाजी इसाङ्गे 2वटा भन्दा धेरैको ह्याङ्वी भनेको चाहिँ के भन्ने कार्य अथवा अवस्था मध्ये हानागा सन्थेक थयमुल एउटा चाहिँ के गर्ने सन्थेक थोइदा भनेको चाहिँ रोज्नु। अब सन्थेक थोइदा भन्दै गर्दा कुनै पनि भिएसटीसँग म अथवा भनेर आयो भने चाहिँ के हुन्छ नाउन बन्छ। अब यसलाई चाहिँ रोजाइ भनेर भन्ने रोजाइलाई नाथा नेगाना दर्शाउने अथवा थोलजुङ 2वटा मध्ये अनुगसित थोन्जी हैन 2वटा मध्ये कुनै कुरा चाहिँ के हुन्छ अनुगसित थोन्जी हैन अनुगसित थोन्जी भनेको चाहिँ कुनै 2वटा मध्ये एउटा कुरालाई चाहिँ त्यसलाई चाहिँ लिएर हैन त्यसलाई चाहिँ सन्थेक थल्सु इसुमल रोज्न सक्ने कुरालाई चाहिँ के हुन्छ नाथा निन्दा जनाउँछ भनेर भनेको छ। अनि येमा इक्जाम्पलमा जस्तो हाम्रो के हो भन्दाखेरि खाने अथवा खेल्ने है म सप्तान्तमा के गर्छु पढ्ने अथवा खेल्ने काम गर्छु, ती 2टा मात्रै कुनै एक चाहिँ गर्छु हो। र क्रियामा पनि 2वटा कुरा जस्तो नामसँग पनि इना ना भन्ने हुन्छ, जस्तो मलाई स्याउ अथवा सुन्तला भए पनि हुन्छ, स्याउ अथवा सुन्तला लिएर आउनुहोस् हो। र यो अवस्थामा पनि प्रयोग हुन्छ। इक्जाम्पलमा छागप चाङ्गे शरीरोल छिरुगना शरीरोल छिरुदा भनेको चाहिँ चिच्याउनु, छागपचाङ भनेको चाहिँ कार्यस्थलमा शरीरोल छिरुगना चिच्याउने अथवा चाजङ्गुल नेमेन आन्थयो रिसाउनु हुँदैन। चाजङ्गुल नेदा भनेको चाहिँ रिसाउनु अनि मेनोमेन भनेको चाहिँ यो भने आन्थयो रिसाउनु हुँदैन भन्छ। अनि नाल्सीका नमु नाल्सी भनेको चाहिँ मौसम धेरै थप्ता भनेको गर्मी अथवा छुमेन चिसो भयो भने
फाके छाक फाल्छु अपसयो बाहिर चाहिँ के गर्न सकिँदैन काम गर्न छाक फादा भनेको चाहिँ काम गर्नु छाक फाल्छु अपसयो काम गर्न सकिँदैन। अनि त्यसै गरी थुरक थुरक भनेको चाहिँ ट्रक भन्न खोजेको है। थुरक मुल्गनुल सिरुल्ते भनेको चाहिँ लते उल्ते भन्दै गर्दा सित्तालाई चाहिँ हामी के बनाइन्छ त्यो दलाई चाहिँ र बनाइन्छ। अनि सिरुल्ते लोड गर्ने बेलामा नमु नफी धेरै उच्च हुने गरी साखना अब यो साथा भनेको चाहिँ थुपार्नु है। साथा भनेको चाहिँ थुपार्नु सायो अनि ह अनि दा आउँदाखेरि हले चाहिँ थ बनाइदिन्छ साखना थुपार्ने अथवा छक्चे छोङ्न्यागोल भन्छ। छक्चे भनेको चाहिँ के भनेर भन्ने छक्चे भनेको चाहिँ लोडको त्यो मात्रालाई चाहिँ छिखिजी अनुमेन आन्थ्यो पालना नगर्नु हुँदैन हैन। पालना गर्यो भने हुँदैन भनेको चाहिँ पालना नगर्नु हुँदैन भनेको लोड माथि माथिसम्म राख्नु हुँदैन भनेर चाहिँ भन्न खोज्यो। त्यसै गरी इना भन्ने छ। इना भनेको चाहिँ ना इना नुन म्याङ्स वा खेर पायो नाउनसँग समायोजन भएर अनि नायल थैन थुगा नायल थैन थुकाजी भनेको चाहिँ अनि जोडिएका थुकाजी भनेको चाहिँ दुई प्रकार भन्दा धेरै इसाङ ए भन्दा धेरै कुरा मध्ये हानागा सन्थेक थयमल एउटा रोजाइलाई चाहिँ जनाउँछ। अनि मान्छोक जनाउने अथवा मान्छोक सुरप्ची मान्छोक खादा भनेको चाहिँ सन्तोक हुनु भन्छौँ नि हामी सेटिस्फाई हुनु। अब यसमा मान्छोक सुरप्ची आन्छी म्यान भनेर भन्छ। यो भनेको चाहिँ सन्तोषजनक नभए पनि अनि छिसन ए सन्थेक इमोल छिसन ए सन्थेमोल भनेको चाहिँ सबैभन्दा उत्तम विकल्पमा चाहिँ के गर्न सकिन्छ रोजाइलाई चाहिँ दर्शाउन सकिन्छ भनेको छ। भनेको यसले के पनि अर्थ दिन्छ भन्दाखेरि जस्तो इक्जाम्पल हेर्नुहोस् यसमा चाहिँ ये भनेको छ इक्जाम्पल छाग